नमस्ते। सामाजिक सञ्जाल फेसबुकबाट मलाई प्रत्यक्ष हेर्नुभएका मेरा आदरणीय मित्रहरू, आमा बुवाहरू, दाजुभाइ दिदीबहिनीहरू निकै रुगा लाएर एकदमै ग्रसित अवस्थामा छु। वर्षसँग एउटा गुनासो गर्न चाहेको छु। अर्को कुरा के भन्दाखेरि मैले आजको दिनसम्म तपाईँहरूसम्म माथि कुनै पनि दुःख दिएको भए मलाई माफ गर्नुहोला, किनकि पटक पटक मैले स्ट्याटसमा लेखिसकेको छु। म गएको जेठको 3 गतेदेखिबाट अभद्र व्यवहार मुद्दामा सम्मानित जिल्ला अदालतबाट पनि मैले मुद्दा खेपेर 27 गते फर्किँदाखेरि 30 गते मलाई जिल्ला प्रशासन कार्यालयबाट पनि कुरै नबुझिकन म माथि शान्ति सुरक्षा कायम गरिपाउँ भन्ने चन्दगिरी नगरपालिका पहिला 12 नम्बर वडामा काम गर्ने सीता बान्याद्वारा मलाई अभद्र व्यवहारको मुद्दा दर्ता भएपछिबाट म माथि निकै दबाब प्रहरीबाट पनि भएको हो। तर प्रहरी प्रशासनको मित्रहरूले सबैले कुरा बुझेर म माथि त्यस्ता घटनाहरू हुन पाएन। तर त्यस लगत्तै मैले 12 चोटि मुद्दा खेपिसकेँ। हालसालै पनि मैले 18 दिन हिरासत बसेर आएको छु जिल्ला प्रहरी परिसर भद्रकालीबाट। तर म माथि भएको अन्याय अत्याचार कसैले बुझ्न सकेन। सीता बान्या भन्ने मेरो आदरणीय मित्र उहाँ मेरो घरमा आउनुभयो, आमा बुवासँग नाता घाँच्नुभयो। बसिसकेपछिबाट मलाई मेरो घरबाट 11 लाख रुपियाँ उहाँले निजले मेरो घरमा उहाँको घरको चन्दगिरी नगरपालिका वडा नम्बर 3 मा रहेको उहाँको घरमा भएको लिखत कागज मालपोतको कागज राख्नुभयो, ब्याङ्क स्टेटमेन्ट राख्नुभयो र त्यसपछिबाट निजले मलाई घरबाट मेरो 11 लाख नगद हातयात लानुभयो। 85,000 नगद खातामा देखेको निजको मुद्दासहित भएका खाताहरू बाट भएका नगदहरू 11 लाख नि पाइएन। मैले 18 दिन हिरासत बसिसकेँ। अहिले पनि मलाई पटक पटक मेरो घरमा भएका आँखा राम्रोसँग नदेख्ने मेरो आमा, आँखाको अपरेसन गरेको आमा लगायत मेरो कान नसुन्ने बुवामाथि पनि पटक पटक दबाब भएको छ। प्रहरी प्रशासनले कहिले नि कुरा सुनेन, किनकि जिल्ला प्रहरी परिसर भद्रकाली, वृत्त थाङकोट लगायत जिल्ला प्रशासन कार्यालयमा नि निजले रुनी कराउनी गरेर म माथि पटक पटक भएको दबाब र अन्याय कुनै निकायले सुनेन, किनकि नेपालमा भएको कानुन भनेको महिला मैत्री कानुन रहेछ। म बाध्य भइसकेको छु। मैले पटक पटक मैले निजसँग कुनै पनि मैले दुर्व्यवहार गरेको छैन। निजसँग मेरो पैसा कारोबार बिग्रिएपछिबाट निजले चाहिँ मलाई फोन सम्पर्क गर्दाखेरि फोन नलागेपछि मैले थानकोट एरियामा उहाँसँग भेट हुँदाखेरि मैले सभ्य र शालीन भाषामा पैसा माग्दाखेरि निजले मलाई विभिन्न आरोप लगाएर मैले ह्यारेसमेन्ट भयो भन्दैमा वृत्त थाङकोबाट रुनी कराउनी गर्ने लगायत 18 गते म हिरासतबाट मुक्त हुने बेलामा पनि न्यायाधीशको अगाडि 33 नम्बरको फाटा पनि गएर निजलाई थुनामा राख्नुपर्छ भनेर निजका वकिल राखेर मलाई गर्दाखेरि म मेन्टल्ली एरेस्ट भइसकेको छु। मैले न्याय काहीँ पनि पाएको छैन। मर्ने बाँच्ने अवस्थामा म आएको छु। अहिले म बोलिरहँदाखेरि निज जाहेरवाली निज सीता बानियाको मैले कुनै पनि मानहानि गर्न खोजेको होइन। मलाई यो अवस्थासम्म म जिन्दगीमा कोहीसँग हार नमान्ने मान्छे, कोहीसँग हार नखाने मान्छे, मलाई मर्नु र बाँच्नुको दुधारमा ल्याएर यस्तो अवस्था आइपर्दाखेरि मेरो लागि सहयोग गर्ने सम्पूर्ण मेरो आमा बुवा दाजुभाइ दिदीबहिनीप्रति म नमन व्यक्त गर्न चाहन्छु। म अनुहार पनि देखाउन सकेको छैन, किनकि मैले आजको दिनसम्म कसैलाई मारेर खाएको छैन, कसैले लुटेर खाएको छैन। तर चन्दगिरी नगरपालिकाभित्र बसिरहँदाखेरि हरेक पटक कुनै घरमा चुलो नबल्दाखेरि म चुलो बाल्न हिँड्ने मान्छे, कुनै घरमा रासन नपुग्दाखेरि म रासन लिन जाने मान्छे। तर म नै अहिले मर्ने बाँच्ने अवस्था पुगेको छु। त्यसले गर्दाखेरि देशमा न्याय मरेकै रहेछ। निजले म माथि गरेका पटक पटक दुर्व्यवहार, मेरो कान नसुन्ने बाउले र आँखा नदेख्ने आमालाई आएर तँलाई अन्तिममा भएन भने बलात्कारको मुद्दा समेत हाल्न सक्छु भनेर म माथि भएका पटक पटक दबाब म सहन सक्दिनँ। सन्दीप लामिछाने या पल शाह तँलाई बनाउँछु भनेर मेरो सामाजिक चरित्र बिगार्ने, मेरो मानसिक दखल पुर्याउने, मलाई मानसिक अवस्थासम्म गुज्रिन सक्ने अवस्था यदि मेरो ठाउँमा म जस्तो सहनशील मान्छे अरू नभइदिएको भए म आज सायद रहन्न थियो होला। तर यति हुँदै पनि मेरो बुढा बाउ आमालाई मैले बिहान बेलुका खुवाएर चिया खाना खुवाउनु पर्ने अवस्थामा 18 दिनसम्म म गएको 18 गते छुटेर आएको हुँ। मलाई 12 चोटिसम्म प्रहरी चौकीमा रुनी कराउने, झाँक्रा फिचाउनेदेखि लिएर विभिन्न नाटक गर्नुभयो या वास्तवमै पीडा पर्नुभयो। त्यो जाहेरवाली सीता बान्याको कुरा हो। चन्दगिरी नगरपालिकाको नगर प्रमुखलाई म प्रश्न गर्न चाहन्छु। मैले 2 चोटि मौखिक रूपमा जाहेर गर्दाखेरि र मैले निवेदन न्यायिक शाखामा दिँदाखेरि पनि मेरो निवेदन टेबुलमाथि नै थन्किँदाखेरि म मौन बस्न पर्ने अवस्था आइरहँदाखेरि मलाई तलमाथि भएमा स्थानीय सरकारका प्रमुख घनश्याम गिरीदेखि लिएर स्थानीय सरकारका सबै निकायका व्यक्तिहरू जिम्मेवार हुनेछन्। निकै तनावको वातावरण छ। मैले कसैलाई आरोप प्रत्यारोप लाएर म पल्सिन खोजे होइन। मैले कुनै गल्ती गरेको छु भने म माथि भौतिक र भाटे कारबाही होस्। त्यसले गर्दाखेरि मलाई अति तनाव भएको छ। म आर्थिक रूपमा पनि विपन्न भइसकेको छु।
भौतिक रूपमा पनि म केही पनि नसक्ने भइसकेको छु। म बाटोमा म जन्मेको हुर्केको ठाउँमा म गणेश मन्दिरमा मङ्गलबारको दिनमा दर्शन गर्न जाँदाखेरि पनि दर्शन गर्न पाइएन। म गएको अवस्थामा सीता बान्या भन्ने जाहेरवाली जसले मलाई 2 चोटि मुद्दा हालेर 12 चोटिसम्म मौखिक र ठाडो उजुरी हालिन्। निज व्यक्तिले म मन्दिर गएको अवस्थामा फलो गर्ने, मलाई पिछा गर्ने, पिछा गरिसकेपछिबाट मेरो मोटरसाइकल रोकेको ठाउँमा फोटो खिच्ने र प्रहरीको कन्ट्रोलमा 100सम्म फोन गरेर मलाई र मेरो परिवारलाई मानसिक तनाव दिने, मेरो आमालाई मार्छु, तेरो छोरालाई फसाउँछु भनेर पटक पटक दबाब दिने कारणले गर्दाखेरि मेरो घरको माहौल पूर्ण रूपमा बिग्रिएको छ। मेरो सामाजिक छवि बिगारिएको छ। मेरो मानसिक तनाव बिगारेको छ। त्यसले गर्दाखेरि मलाई तलमाथि भएमा अबको अवस्थामा हिजोको दिनमा निजले मेरो प्रहरीमा मान्छे छन् भनेर म माथि पटक पटक दबाब दिएका छन्। मेरो प्रहरीमा कोही पनि मान्छे छैन। मेरो आफन्त इष्टमित्र जसले मलाई सहयोग गर्नुभएको छ, म सही छु भन्ने मान्छे सही भन्नु होला, गलत छु भन्ने मान्छेले गलत छु भनेर भन्नु होला। किनकि म एकदमै गाह्रो अवस्थामा छु। मेरो घरमा राम्रोसँग म बस्न सकेको छैन। बाटोघाटो मठ मन्दिर हिँड्न सकेको छैन। मेरो मोटरसाइकल लिएर म हिँड्न सकेको छैन। मेरो अवस्था नै नाजुक भइसकेको छ। मलाई भौतिक रूपमा म बाँच्न सकेको छैन। आर्थिक रूपमा म विपन्न भइसकेको छु। मेरो केही पनि सबै कुरा सकिसकेको छ। म बिरामी जस्तो अवस्थामा बस्दाखेरि पनि मैले मानसिक तनावहरू सबै खेपिरहँदाखेरि हिजोको दिनमा समाज, देश र माटो भनेर हिँड्ने मान्छे म यो माटो देशभन्दा पनि बाहिर गएर बाँच्न नसक्ने अवस्था परेको छ। त्यसले गर्दाखेरि अब मैले के पनि गर्न नसक्ने अवस्था आइसकेको छ। त्यसैले गर्दाखेरि प्लिज मैले आजको दिनसम्म चन्द्रगिरी नगरपालिका समग्र नगरपालिका भ्रष्टाचारमुक्त नगरपालिका बनोस् भन्दाखेरि मैले कुनै व्यक्ति विशेष र कुनै व्यक्तिहरूलाई दल लगाएर राजनीतिक दल लगायत कुनै व्यक्ति विशेषलाई मैले कुनै आक्षेप बार बोलेको होइन। निकै गाह्रो अवस्था छ। बिरामी छु। तर म माथि तलमाथि भएमा निज जाहेरवालीले 2 पटकसम्म केस हालेर अहिले कि मलाई आज पनि बाटोघाटोमा म बस्दाखेरि तँलाई कि सन्दीप लामिछाने बनाउँछु कि पल शाह बनाउँछु, पल शाह र सन्दीप लामिछाने त भयो त्यो काँडा बाँच्चस हेरौँला भन्ने यस्ता धम्की मलाई आएको छ। म खुरापाती गरेर हिँड्न जाने भइदिए म क्यामेरा फिट गरेर हिडन क्यामेरा फिट गरेर बस्न सक्थेँ होला। मलाई कसैको खुरापाती गर्नु छैन। 2081 साल गएको महिनाको तपाईँको यही महिनाको 18 दिनमा बसेँ। गएको महिनाको 27 गते पनि म माथि जाहेरी भएको छ। 28 गते म आफ्नो जान सुरक्षा कायम गरिपाउँ, मेरो आमा बुवालाई सुरक्षित गरिपाउँ भन्दाखेरि जिल्ला प्रहरी परिसर भद्रकाली पुग्दाखेरि म माथि उल्टै रुनी कराउनी गरेर प्रतिवेदन जारी गरेर म पक्राउ परेर आएको हुँ। म झुटा बोल्न चाहन्न। निशिता बान्याले म माथि के गर्न खोजेको हो भन्ने कुरा जनताले बुझ्नुपर्छ, तपाईँहरूले बुझ्नुपर्छ। त्यसैले गर्दाखेरि मलाई तलमाथि भएको खण्डमा र मेरो परिवारको जिम्मा अब जाहेरवालीले लिनुपर्ने अवस्था जाहेम गर्दै मैले आत्मदाह गर्दैछु। यो घटना भइरहँदाखेरि थाङकोट प्रहरी वृत्तका डिएसपी साहबले जिम्मा लिनुपर्ने हुन्छ। म सकिनँ, मैले हारेँ, म सकिनँ, म आत्मदाह गर्दैछु। किनकि म बाँच्न नसक्ने अवस्था भएको छ। जिल्ला अदालतदेखि लिएर सबै ठाउँमा म माथि यति गाह्रो भएको छ भन्ने कुरा मैले बुझिसकेको छु। म आत्मदाह गर्न गइरहेको छु। मेरो घरको निवासबाट मेरो आमा बुवालाई मलाई तलमाथि म गए पनि मेरो आमा बुवालाई बचाइदिनु होला। सीता बान्या निज जाहेरवालीले वार्ड नम्बर 2 मा कार्यरत हुनुहुन्छ। उहाँले म माथि गर्न खोजेको के हो भन्ने कुरा मैले बुझ्न सकेको छैन। त्यसले गर्दाखेरि म माथि धेरै अन्याय अत्याचार भइसकेको छ। मैले प्रहरीको विश्वास गर्न छोडिसकेँ। साथीभाइ जसले मलाई सहयोग गर्नुभयो, प्लिज